हिजो हिउँमा खेलियो के अरे, हिउँ परेर रमाइलो गरियो। अब आज काममा जानलाई पो कसो होला, के काम गरौँ होला, कसरी गर्ने हो यस्तो जाडोमा भइरहेको छ। अब हिजो त हिउँ पर्दा राम्रै लाग्थ्यो। ओहो, जिन्दगीको पहिलोचोटि हिउँ पर्यो भनेर रमाइलो गर्दै हिउँ खेलियो। अब आजै कम्पनीमा ड्युटी टाइम भयो के अरे। अब आज काम गर्न जाने कि नजाने भनेर अन्यलमा छ। इन्जिनियर अब फिल्डमा गएको छ के अरे, काम गराउने कि नगराउने। अब त्यहाँबाट आएपछि अब डिसिजन दिन्छ होला। अब खै अब यस्तो हिउँ परेछ, आज काम हुन्छ कि हुँदैन। गयो भने त गाह्रो पो हुन्छ त एग्रिकल्चरको काम। अब यस्तै हो, खन्न पऱ्यो भने त गाह्रो हुन्छ नि। अब हामी अहिले चाहिँ फलफुल गोडिरहेको छौँ के अरे। अब त्यही खन्न पऱ्यो भने त गाह्रो हुन्छ। ट्र्याक्टर पनि अगाडि छ, सबै बसिरहेका छन्। काम गर्न जाने कि नजाने डिसिजन आएको छैन। अब एकछिनपछि अब डिसिजन आउँछ गाइज। आजको बिहानको हिलक चाहिँ यही हो।